मानिस विवेकशील प्राणी हो, मानव विवेकशील प्राणी हो, मनुष्य विवेकशील प्राणी हो। यहाँ प्रयोग भएका मानिस, मानव, मनुष्य यी शब्दहरू एक अर्काका पर्यायवाची शब्द हुन्। नमस्कार, आज हामी पर्यायवाची शब्द भनेको के हो भन्ने विषयमा कुरा गर्नेछौँ। भाइ बहिनीहरूलाई कक्षा 4 देखि नै परीक्षामा पर्यायवाची शब्द सोध्ने गरिन्छ। त्यसैले कस्ता शब्दलाई पर्यायवाची शब्द भनिन्छ भनेर जान्नु जरुरी छ। सरल भाषामा भन्दा उस्तै अर्थ बुझाउने शब्दहरूलाई पर्यायवाची शब्द भनिन्छ। जस्तै फूलको उस्तै अर्थ बुझाउने शब्द पुष्प, सुमन, हावाको पवन, समीर, नयाँको नव, नवीन। यी शब्दहरू एक अर्काका पर्यायवाची शब्द हुन्। कुनै पनि कुरालाई बुझाउनको लागि अथवा चिनाउनको लागि प्रयोग गरिने फरक फरक शब्दहरू एक अर्काका पर्यायवाची शब्द हुन्छन्। यस्ता शब्दहरू फरक फरक भए पनि यी शब्दहरूले उही अर्थ अथवा समान अर्थ प्रदान गर्छन्। जस्तै चित्रमा देख्नु भएको यो चिजलाई चिनाउनको लागि अथवा बुझाउनको लागि हामीले सूर्य, रवि, भास्कर, दिवाकर, भानु आदि शब्दहरूको प्रयोग गर्न सक्छौँ। त्यसैले सूर्यको पर्यायवाची शब्द भानु, रवि, दिवाकर, भास्कर आदि भन्न सकिन्छ। अब यहाँ हेरौँ भाइ बहिनीहरूलाई परीक्षामा सोधिरहने केही पर्यायवाची शब्दका उदाहरणहरू। अब भन्ने पालो तपाईहरूको। आमा शब्दको पर्यायवाची शब्द तपाईहरूलाई के थाहा छ? कमेन्ट गर्नुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।